एकचोटि यो फोटो हेर्नु न, महेश महन्तले लेखेर रहेछ सामान्यतया साधारण भेटघाटमा पनि समकक्षको अगाडि उपरखुट्टी लगाएर बस्नु सभ्य मानिँदैन। राम्रै लेखे हो। त्यसपछि कूटनीतिक हिसाबले मित्र राष्ट्रका राजदूतको अगाडि मन्त्रीज्यूले उपरखुट्टी लगाएर बस्नु त झन् शिष्टता अनुकूल मानिँदैन। ठिकै हो त्यो पनि। अरूको सामु दब्नु हुँदैन भन्ने अर्थ अशिष्ट हुनु पनि होइन। त्यति धेरै गलत त लागेन, ठिकै हो लेखेको होइन। जस राजदूतको अगाडि उपरखुट्टी लगाएर बस्नु त अब नगर्नु पर्ने, ठिक छ। तर यो कुरा आज देख्नेले अनि यो चाहिँ किन नदेखायो? केपी ओली प्रधानमन्त्री हुँदाखेरि भारतको विदेश मन्त्रीको सचिवले आएर नेपालको प्रधानमन्त्रीको अगाडि उपरखुट्टी लाएर कुरा गर्दाखेरि चाहिँ त्यो आवाज किन नउठाएको? कहाँ गएको थियो त्यति बेला इज्जत? कि केपी ओलीले खल्तीमा हालेको थियो महेश बस्नेतलाई? के हो गाइज? मैले त नराम्रो लेख्यो भन्न खोजे होइन, ठिक छ त्यो कुरा। तर के हो अरे आफ्नो जिउमा चाहिँ अरूको जिउमा चाहिँ झुम्रो हिँडे देख्नेले आफ्नो जिउमा भैँसी हिँडे चाहिँ किन नदेखे भन्ने कुरो चाहिँ मेरो मनमा लागेको है। बाँकी के भन्नुहुन्छ कमेन्ट गर्नु होला।